It's a quiz time. Let's play. प्रश्न नम्बर 1 मुलुक बाहिर कृतिका लेखक लयनसिंह वाङदेल हुन् भने पर्खाल भित्र र बाहिर कृतिका लेखक को हुन्? अप्सनहरू रहेका छन् क पारिजात, ख झमक कुमारी घिमिरे, ग लयनसिंह वाङदेल र घ बालकृष्ण सम। यसको सही आन्सर रहेको छ क पारिजात। प्रश्न नम्बर 2 म्याग्दी र मुस्ताङमा निर्माण हुने कालीगण्डकी गर्ज जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ? अप्सनहरू रहेका छन् क 190 मेगावाट, ख 180 मेगावाट, ग 200 मेगावाट, घ 170 मेगावाट। यसको सही आन्सर रहेको छ ख 180 मेगावाट। प्रश्न नम्बर 3 मध्ये चमेलिया जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ? अप्सनहरू रहेका छन् क 24.30 मेगावाट, ख 26.30 मेगावाट, ग 28.30 मेगावाट र घ 30.30 मेगावाट। यसको सही आन्सर रहेको छ ग 28.30 मेगावाट। प्रश्न नम्बर 4 प्राकृतिक ग्यास, खनिज तेल, कोइला आदि कस्तो प्रकारका ऊर्जाका स्रोत हुन्? क नवीकरणीय, ख अल्प नवीकरणीय, ग पूर्ण नवीकरणीय, घ अनवीकरणीय। यसको सही जवाब रहेको छ घ अनवीकरणीय। प्रश्न नम्बर 5 नेपालको कुन ठाउँलाई माटोको सहरको रूपमा चिनिन्छ? अप्सनहरू रहेका छन् क लोमान्थाङ, ख कागबेनी, ग जोमसोम, घ मार्फा भिलेज। यसको सही आन्सर रहेको छ क लोमान्थाङ। प्रश्न नम्बर 6 ट्रान्सपरेन्सी इन्टरनेसनलको मुख्य कार्यालय कहाँ रहेको छ? यसका अप्सनहरू रहेका छन् क जेनेभा स्विजरल्यान्ड, ख बर्लिन जर्मनी, ग न्युयोर्क अमेरिका, घ पेरिस फ्रान्स। यसको सही जवाब रहेको छ ख बर्लिन जर्मनी। प्रश्न नम्बर 7 नेपालमा कागजपत्रमा मिति उल्लेख गर्दा तिथि र बार लेख्ने चलन कहिलेसम्म कायम थियो? यसका अप्सनहरू रहेका छन् क विक्रम सम्वत 1959 माघ, ख विक्रम सम्वत 1960 माघ, ग विक्रम सम्वत 1961 माघ, घ विक्रम सम्वत 1962 माघ। यसको सही जवाब रहेको छ अप्सन ग विक्रम सम्वत 1961 माघ। प्रश्न नम्बर 8 नेपालको इतिहासमा कुन घटनालाई बस्नेत पर्व पनि भनिन्छ? यसका अप्सनहरू रहेका छन् क कोत पर्व, ख मकै पर्व, ग लाइब्रेरी पर्व,
घ भण्डारखाल पर्व। यसको सही आन्सर रहेको छ घ भण्डारखाल पर्व। प्रश्न नम्बर 9 द्वितीय विश्वयुद्धमा ब्रिटिस इन्डियाको सहयोगका लागि पठाइएको नेपाली सैन्य टोलीको नेतृत्व कसले गरेका थिए? यसका अप्सनहरू रहेको छन् क एकराज शमशेर र ब्रह्म शमशेर, ख एकराज शमशेर र गेहेन्द्र शमशेर, ग ब्रह्म शमशेर र गेहेन्द्र शमशेर, घ चन्द्र शमशेर र एकराज शमशेर। यसको सही आन्सर रहेको छ क एकराज शमशेर र ब्रह्म शमशेर। प्रश्न नम्बर 10 जयतु संस्कृतम आन्दोलनको प्रारम्भ कहिले भएको थियो? यसका अप्सनहरू रहेको छ क विक्रमसम्म 2003 असार 1 गते, ख विक्रमसम्म 2004 असार 1 गते, ग विक्रमसम्म 2005 असार 1 गते, घ विक्रमसम्म 2006 असार 1 गते। यसको सही आन्सर रहेको छ विक्रम सम्मत 2004 असार 1 गते, अप्सन ख। प्रश्न नम्बर 11 कुनै वस्तुमा भएको पदार्थको परिमाणलाई के भनिन्छ? यसका अप्सनहरू रहेका छन् क बल, ख तापक्रम, ग पिण्ड, घ आयतन। यसको सही आन्सर रहेको छ अप्सन नम्बर ग पिण्ड। प्रश्न नम्बर 12 बीबीसीले कहिलेदेखि नेपाली भाषामा कार्यक्रम प्रसारण सुरु गरेको हो? अप्सनहरू रहेका छन् क सन् 1964 जुन 7, ख सन् 1965 जुन 7, ग सन् 1966 जुन 7, घ सन् 1967 जुन 7। यसको सही जवाफ रहेको छ अप्सन घ सन् 1967 जुन 7। प्रश्न नम्बर 13 पूर्वजबाट सरेर नआएको तर पछि अकस्मात देखा पर्ने नयाँ गुणयुक्त सन्ततिको विकास हुने प्रक्रियालाई के भनिन्छ? अप्सनहरू रहेका छन् क उत्परिवर्तन, ख वातावरणीय परिवृत्ति, ग परिवृत्ति, घ आनुवांशिक बहाव। यसको सही जवाब रहेको छ क उत्परिवर्तन। प्रश्न नम्बर 14 नेपालमा पहिलो विद्युतीय राजधानी कसलाई प्रदान गरियो? अप्सनहरू रहेका छन् क सत्यमन जोशी, ख बाबुराम आचार्य, ग माधव प्रसाद घिमिरे, घ अनुराधा कोइराला। यसको सही आन्सर रहेको छ अप्सन नम्बर क सत्यमोहन जोशी। प्रश्न नम्बर 15 पैसा एउटा अत्यन्त खराब मालिक तर निकै असल नोकर हो, यो भनाइ कसको हो? अप्सनहरू रहेका छन् क एरिस्टोटल, ख प्लेटो, ग फ्रान्सिस बेकन, घ महात्मा गान्धी। यसको सही आन्सर रहेको छ अप्सन नम्बर ग फ्रान्सिस बेकन। आजको क्विज क्वेशनहरू कस्तो लाग्यो? कतिवटा प्रश्नको जवाफ मिलाउन सफल हुनुभयो? कमेन्टमा लेख्न नभुल्नुहोला। भिडियोमा रहेका ज्ञानवर्धक खुराकहरूको लागि त एक लाइक छँदैछ।
तपाईँ जस्तै धेरै साथीहरूमा यस कन्टेन्टलाई पुर्याउन सेयर गरिदिनु होला। यस्तै यस्तै क्विज क्वेसनको लागि छिट्टै नै पार्ट 2 लिएर आउने नै छु। अपलोडेड भिडियोको नोटिफिकेसन थाहा पाउन च्यानललाई सब्स्क्राइब गर्दै बेल आइकनलाई क्लिक गर्न नभुल्नु होला भन्न चाहन्छु। तपाईको लाइक, शेयर र सब्स्क्राइब नै मेरा लागि नयाँ भिडियो क्रिएट गर्ने प्रेरणा मिल्नेछ।